हाई गाइस, अब चाहिँ म जाँदैछु हो। जाँदैछु भन्दा अब साथीलाई पनि बिदा गरियो मजाले बस्नु हो। अब हामी काम गर्नै पर्यो हो। अन्त म चाहिँ मेरो साथीलाई बाई भन्दैछु। अन्त तिमी चाहिँ के भन्छौ? अब गुड बाई त अब अलवेज उयो हुन्छ होइन, यहाँ दुख्छ होइन, त्यो भएर बेसी त भन्नु सक्दिनँ। तिमी आफ्नो राम्रोको लागि जाँदैछौ, राम्रैसँगले जान्छौ अनि यु क्यान डु इट भनेर मलाई थाहा छ। त्यो चाहिँ अब काम गर्नै पर्यो हो। अन्त अब चाहिँ म जाँदैछु, कहाँ जाँदैछु भन्ने चाहिँ अब कहाँ हो पुगेर मात्रै भन्छु। बिमारी छ नि त मेरो साथी चाहिँ, अलिकति हो। अलिकति हामीलाई छुट्टिनु साह्रो परिरहेको छ अनि के गर्नु, जानै पर्यो है। बस ल मजाले। अनि नि साथीहरूलाई म यो देखाउँछु है। यो चाहिँ मेरो साथीको कला चाहिँ म देखाउँछु नि त। यहाँ हेर्नुहोस्, मेरो साथीले बुनेको हो फ्लावरहरू। यस्तो राम्रो राम्रो बुन्छ हो। यसकोमा चाहिँ एकदम आर्ट हो, आर्ट हो चाहिँ प्रिसिलाको। यस्तो मजाको बुनेको रहेछ। कति लिन्छौ यसको तिमी रेट चाहिँ भनिदिइहाल। पैसा कति लिन्छौ यो बनाएको चाहिँ? यो धागो तिम्रै हो? सबै तिम्रै हो? कति लिन्छौ यहाँ सुनाइदेऊ। एउटा स्टिकको चाहिँ 100 गरेर गरेको। 1 स्टिकको 100? बुन्नु पनि कस्तो साह्रो पर्छ है। भनेपछि त कति छ? एउटा दुईवटा तर होइन, यसमा यो साथीलाई चाहिँ मैले उयो नै गरेको 5मा मात्रै देखिन। 500मा राउन्ड। यसमा कति मेहनत र पनि त्यहाँ 300 मात्रै दियो भनौँ न सामानको मेहनत। कस्तो मन पर्यो साथी मलाई। साथी मलाई यो साह्रै मन पर्यो। हेर्नुहोस्, फ्लावर बुकेको लागि होइन, लाइन बनाएको छ हो उसले। यस्तोहरू चाहिँ एकदम राम्रो गर्छ प्रिसिलाले। उसकोमा चाहिँ एकदम बेसी कला छ नि त हो। मैले पनि सिकेको भएन यो चाहिँ हो। अलिक रम सिक्छु। यहाँ ब्याग पनि छ, ब्याग पनि उसले नै बुनेको यो। निकै दामी दामी कलाहरू छ प्रिसिलाकोमा। म पनि सिक्छु यो। तर बुन्नेहरू त आफै आउँदो रहेछ हो है। सानैदेखिको एउटा हुन्छ नि, गड गिफ्ट भन्छ नि, त्यही होला। हामी चाहिँ अलिक छैन हो। तिमीलाई भेट्यो केही भन्दिनँ म। के नभन ल, हाँस्नु मन लाग्दैछ। हाँस्नै पऱ्यो त, जति नै गऱ्यो रुएर आउँदैन। ब्याग देखेर मलाई पुरा मन पऱ्यो नि त प्रिसिलाको। होइन यो बोका तिमी झन् साह्रो लाग्छ। ए ल त्यसो भए जाउँ है। आऊ, तिमीलाई साह्रो पर्छ भनेर त मैले यो बोका भनेको। मेरो त्यस्तो छैन कि। हल्लुकै छ अरे नि, क्यारी गर्नु अप्ठ्यारो लाग्छ। ल बाई बाई। यहाँ राख्दैन ल, थ्याङ्क यू हो। बाई बाई। राम्रोसँग जाऊ ल। ल ल काम गर्नु ल मजाले। ल हुन्छ, हिँड्नु भयो। लु राम्रो ख्याल राख्नु ल। जानुपर्छ, भाइ आउँछ त्यहाँबाट हो। मेरो भाइ आएर चाहिँ यहाँ सामान यसरी लाँदैछ। प्रिसिलाले बोक्दिएको नि हौ यो ब्याग बिचारा। अब चाहिँ बसमा चढी हो। अन्त चाहिँ अघि मलाई छोडेर गयो। अन्त चाहिँ अब चाहिँ म तपाईँलाई यहाँनिर अलिकति बस्छु भनिदिन्छु हो। एकदम यहाँ अलिकति प्याकेट लन्चहरू पनि रहेछ। त्यो प्याकेट लन्चहरू पनि छ। यसमा चाहिँ के छ तपाईँलाई देखाउँछु हो। यस्तो छ। यहाँ चाहिँ तपाईँको हाम्रो बसको टुर हो यो चाहिँ हो। वाउ गाइस, बस हेर्नु न। अलिकति वासरुम चाहिँ हुँदैन कि, अन्त त्यो चाहिँ अलिकति टेन्सन लाग्यो। नत्र भने चाहिँ एकदम दामी छ। यो चाहिँ छ ब्ल्याङ्केट। प्याक पनि मजाले गरेको रहेछ हो। अनि सो यो देख्नुहुन्छ बाहिरको यस्तो छ। मेरो चाहिँ अप्परमा छ हो।
चाहिँ यस्तो छ हो। यहाँनिर फोन टिभी पनि छ, कस्तो राम्रो रहेछ। अन्त यहाँ प्याकेट लन्च पनि दिएको रहेछ हेर्नु ल, राइड उयो अरे क्रुसर। अन्त के छ यसमा हेर्नु नि, प्याकेट लन्चमा भित्रहरू पानी रहेछ हो। जाँदैछु म चाहिँ हो। अन्त यहाँनिर चाहिँ अब मुभी हेर्दै जान्छु म चाहिँ, अल्छी लाग्यो हो। अन्त घरबाट एकदम टेन्सन मानिरहेको थियो, किनभने फर्स्ट टाइम हो नि त मेरो चाहिँ यसरी है, सिङ्गल मेरो मतलब एक्लै ट्राभल गरेको यति घरदेखिको टाढो चाहिँ। अन्त एकदम सुताइरहनु भएको छ मम्मी, एकदम नसुताउनु है। अन्त जाँदैछु एकदम राम्रोसँगले। अन्त अब एक्लै हिँड्नु पनि सिक्नु पऱ्यो नि त है, अरू कुरो एक्लै आफै गर्नु सिक्नुपर्छ है। ल मम्मी नसुताउनु ल, सुती जाँदैछु एकदम। तपाईँको छोरी एकदम सुती जाँदैछ यसरी भ्यू हेर्दै बाहिरको हो। अन्त एकदम मजाले जानु परोस् हो, पुग्छु मजाले। अन्त टिभी पनि हेर्ने, अब टिभी हेर्दा पनि हुन्छ नि त मम्मी, यो चाहिँ मेरो मम्मीको लागि हो। अन्त जाँदैछु ल। जाँदैछु म चाहिँ आइपुगेँ अहिले होइन। अन्त यहाँनिर चाहिँ अघि बिहान हिजो म 6 बजी चढेको, आज टक्कै 6 बजी झरेँ हो। अन्त अब यहाँबाट फेरि ट्रेनमा जानुपर्छ। अन्त एकजना मान्छे पनि छ यहाँबाट, साथी चाहिँ अर्को पनि जान्छ अरे हो। अन्त उसँग ट्रेनमा जान्छु हो। अन्त घर पुगेर देखाउँछु तपाईँहरूलाई। आजको यात्रा यस्तै भयो हो। अन्त अब यहाँ चाहिँ बिहानै यस्तो अलिकति गरमै छ, अब गरम हुन्छ होला हो फेरि।